हाम्रो वरपर रुख बिरुवा र जीवहरूमा कति धेरै विविधता छ, राइट? र धेरै पटक केही जीवहरूलाई हेर्दा यस्तो लाग्छ कि यो ठ्याक्कै त्यही ठाउँको लागि बनेको होस् जहाँ त्यो पाइन्छ। जस्तै यो साइबेरियन हस्की, ठ्याक्कै यस्तो लाग्छ कि यो कुनै चिसो हिउँले भरिएको ठाउँको लागि नै बनेको होस्। वा यो सानो कंगारू जस्तो देखिने मुसा जर्बोवा जो मरुभूमिमा पाइन्छ र अन्नका सुक्खा दानाहरूबाट नै आफ्नो पानीको आवश्यकता पूरा गर्न सक्छ। यस्तै अरू पनि धेरै जीवहरू छन्। सरल शब्दहरूमा भन्न सकिन्छ कि अर्थ कति धेरै ब्यालेन्स छ। हरेक ठाउँमा हरेक चिज एकदम पर्फेक्ट देखिन्छ। कि हामी धेरै पटक यस्तो पनि सोच्छौँ कि कुनै इन्टेलिजेन्ट जीवले यो सबै सोचेर बनाएको त छैन। यही कुरा सन् 1835 एक इङ्ग्लिस नेचुरलिस्ट चार्ल्स डार्विनको पनि दिमागमा आएको थियो जब उनी ग्यालापोज आइल्यान्डको यात्रामा निस्केका थिए केही प्रश्नहरूको जवाफ खोज्न। ग्यालापोज आइल्यान्ड्स टापुहरूको एउटा समूह हो जुन पेसिफिक ओशियनमा एकदम पृथ्वीको इक्वेटरमा पर्छ। रिपब्लिक अफ इक्वेडर देशको सबैभन्दा नजिक भएको कारण यो त्यही देशको एउटा भाग पनि हो। यो आइल्यान्ड उनीहरूको लागि धेरै नै स्पेशल थियो किनभने यो वाइल्ड लाइफले भरिपूर्ण छ। यहाँ धेरै किसिमका जीव जन्तुहरू पाइन्छन् किनभने यो ओशियनमा छ र सनको किरणहरू पनि यहाँ प्रशस्त मात्रामा पर्छन्। यहाँ पुग्नु अघि डार्विनको दिमागमा एउटा प्रश्न थियो, संसारमा जीवहरू बीच यति धेरै विविधता कसरी छ? यस विषयमा जानकारी लिनको लागि उनले त्यहाँका अन्य जीवहरू मध्ये केही खास किसिमका चराहरू जसको नाम फिन्चेस थियो तिनीहरूमाथि धेरै महिनासम्म नजर राखे र बद्लिदो मौसममा उनीहरूको खानपान र यिनीहरूको व्यवहारको अध्ययन गरे। त्यसपछि उनले एउटा अचम्मको कुरा देखे। त्यो आइल्यान्डमा यी चराहरूको स्पिसिसले बद्लिदो मौसम र त्यहाँको इन्भाइरोमेन्ट अनुसार आफूलाई ढाल्न थाल्यो र त्यसपछि केही महिनापछि एउटै किसिमको चरा 14वटा डिफ्रेन्ट स्पिसिसमा विकसित भयो। डार्विनले यो प्रोसेसलाई इभोल्युसन भने र केही वर्षपछि अरू जीवहरूमा बिस्तारै अध्ययन गरेर उनले एउटा पुस्तक ओरिजिन अफ स्पिसिस लेखे जसमा उल्लिखित उनको थ्योरी अफ इभोल्युसन आजसम्मकै सबैभन्दा प्रख्यात थ्योरी हो। तर प्रश्न यो हो कि इभोल्युसनले साँच्चीकै काम गर्छ? यदि गर्छ भने के हाम्रा पुर्खाहरू साँच्चै बाँदर थिए? यो कुरा मान्न हाम्रो मन नै मान्दैन है। त्यसैले आज यो भिडियोमा हामीले जान्नेछौँ कि के इभोल्युसनले लजिकली र प्र्याक्टिकली काम गर्छ? के एउटा कछुवा सयौं वर्षसम्म कुनै कुनामा पसेर अर्को जीवमा विकसित हुन सक्छ? के माछा यस्तो देखिने खालको जीवहरूमा इभल्भ हुन सक्छन्? जस्तो कि हामीलाई थाहा छ कि यस अर्थमा हरेक जीव वा जनावर आफैमा युनिक हुन्छ। एउटा स्पिसिसका जनावरहरू कहिलेकाहीँ उस्तै देखिन्छन् तर हरेक जनावर एउटा भन्दा अर्को फरक नै हुन्छ। चाहे त्यो डिफरेन्स उनीहरूको आकारमा होस्, उनीहरूको व्यवहारमा होस्, उनीहरूको पर्सनालिटीमा होस् वा उनीहरूको रूपमा नै। हामी सबैको कोशिकाहरूको भित्र एउटा मोलिक्युल हुन्छ जसमा हाम्रो शारीरिक विकास र जानकारी केही एटम्सको कोडको रूपमा स्टोर्ड हुन्छन्। यो मोलिक्युललाई हामीले भन्छौँ डिएनए र यो धेरै नै स्पेशल मोलिक्युल हो। यो यति स्पेशल किन छ? किनभने यसले आफूभित्र स्टोर्ड जानकारीको कपी निकाल्न सक्छ जस्तै एउटा जेरोक्स मसिन र त्यो कपीबाट आफू जस्तै अर्को जीव तयार गर्न सक्छ। यो प्रोसेसलाई एउटा बेसिक रूपमा हामीले देख्न सक्छौँ सिंगल सेल्ड माइक्रो अर्गानिजम्स अर्थात् एककोषीय सूक्ष्मजीव अमिबामा। अमिबाले आफ्नो न्युक्लियस वा भन्न सकिन्छ उसको पेटमा डिएनए को अर्को कपी निकाल्छ जुन त्यसपछि उसको शरीरको दुई कुनामा जान्छ र ऊ छुट्टै दुई जीवहरूमा स्प्लिट हुन्छ। यस तरिकाले यी जीव मल्टिप्लाई हुन्छन् आफूलाई प्रकृतिमा जीवित राख्नको लागि। अब कुरा गरौँ केही ठुला जीवहरूको जस्तै खरायो, मानिस वा ब्वाँसोहरूको। के तपाईलाई थाहा छ कि आज हामीले जुन कुकुरहरूको विभिन्न ब्रिड्स देख्छौँ ती सबैको पुर्खा एउटै थिए, ब्वाँसो अर्थात् ग्रे वुल्फ जसलाई साइन्टिफिकली क्यानिस लुपस पनि भनिन्छ। जबदेखि मानिसहरूले आफ्नो सहायता र रक्षाको लागि कम खतरनाक ब्वाँसोहरू पाल्न थाले ती कम डेन्जरस र घरपालुवा ब्वाँसोहरूले हजारौं वर्षसम्म आपसमा रिप्रोडक्सन गरे र यसकारण आज हामीले लगभग 340वटा ब्रिड्सका कुकुर देख्न सक्छौँ। तर यो स्पिसिस शब्दको अर्थ के होला? एउटा स्पिसिस भन्नाले उस्तै देखिने जीवहरूको कम्युनिटी हो जसले आपसमा रिप्रोड्युस गर्न सक्छन् र बच्चाहरू जन्माउन सक्छन्। यो कुरा बुझ्न जरुरी छ कि प्राकृतिक विविधता यसमा अत्यन्तै महत्त्वपूर्ण छ। प्रकृतिको एउटा स्पिसिसमा जति धेरै विविधता हुनेछ त्यति नै त्यस स्पिसिसले प्रकृतिको परीक्षाहरूलाई सहन सक्छ र उसको लागि अगाडि पनि जीवित रहेर रिप्रोड्युस गर्न सक्नु सम्भव हुन्छ।
अब एउटा ठुलो जीव जस्तै गुवाँसोमा रिप्रोडक्सनको लागि दुई चिजहरू धेरै इम्पोर्टेन्ट हुन्छन्। एउटा त यो हो कि उनीहरूको बच्चा आमा र बुवा दुवैको क्यारेक्टरिस्टिक्समा बेस्ड हुन्छ, किनभने रिप्रोडक्सनको समयमा मेल जनावरको क्यारेक्टरिस्टिक्स उसको स्पर्म सेल्समा हुन्छ र फिमेल जनावरको उसको एगमा हुन्छ। यो स्पर्मले त्यस एग भित्र गएर त्यसलाई फर्टिलाइज गर्छ र यो प्रोसेसमा दुवै प्यारेन्ट्सको क्यारेक्टरिस्टिक्स मध्ये र्यान्डम अर्थात् सम्भावनामा बेस्ड क्यारेक्टरिस्टिक्सको मिश्रण हुन्छ र यी क्यारेक्टरिस्टिक्स त्यसपछि तिनीहरूको बच्चामा झल्किन्छ। लगभग 50% डिएनए वा भन्न सकिन्छ क्यारेक्टरिस्टिक्स बच्चामा मेल जनावरको हुन्छ र अर्को 50% फिमेलको। यो अत्यन्तै महत्त्वपूर्ण छ कि यो एकदम र्यान्डम चान्स अर्थात् सम्भाव्यतामा बेस्ड छ र यसको पछाडि कुनै पनि निश्चित कारण हुँदैन। यो अनिश्चित प्रोसेसलाई हामी भन्छौँ डिएनए रिकम्बिनेसन, किनभने यसमा दुई जीवको डिएनए आपसमा कम्बाइन हुन्छन्। त्यसपछि जुन बच्चा हुनेछ उसमा दुवै जीवहरूको केही न केही गुणहरू अवश्य हुनेछन् र ऊ आफैमा पनि केही युनिक हुनेछ। तर कहिलेकाहीँ डिएनए को सही तरिकाले कपी नहुँदा गल्तीहरू हुन्छन् जसको परिणाम नराम्रो हुन सक्छ। तर यो पनि इभोल्युसनको लागि जरुरी छ, जसलाई हामीले भन्छौँ डिएनए म्युटेसन्स। यस्ता म्युटेसन्सको कारण जीव आफ्नो साथी जीवहरू भन्दा अलिकति फरक देखिन थाल्छ र यिनीहरूको व्यवहार र अन्य विशेषताहरूमा पनि यो चेन्जेस देख्न सकिन्छ। तर केही म्युटेसन्स जीवहरू कुन इन्भाइरोमेन्टमा बसिरहेका छन् त्यसको लागि एकदमै बेनिफिसियल पनि ठहरिन सक्छ। जस्तै केही हजार वर्ष पहिले कॉकसस नामको पहाडमा बस्ने मानिसहरूमा ब्लू आइज र फेयर स्किनको म्युटेसन आयो। यो म्युटेसनको कारण त्यहाँ कम घाम पर्दा पनि उनीहरूको शरीरले त्यो घामलाई राम्रो तरिकाले युज गर्न सक्थ्यो र त्यसैले यो म्युटेसन धेरै मात्रामा स्प्रेड हुन सक्यो र आज धेरै मानिसहरूसँग ब्लू आइज र फेयर स्किन छन्। अर्को इक्जाम्पलको रूपमा सन् 1800 तिर जब इङ्ल्यान्डमा इन्डस्ट्रियल रिभोल्युसन सुरु भयो, हावामा पोल्युसनको कारण सेतो रङका मोथ्स लोप हुन थाले र कालो रङका मोथ जुन रङ केही मोथ्सलाई एउटा म्युटेसनको कारणले प्राप्त भएको थियो यी तीव्र रूपमा बढ्न थाले, किनभने त्यो रङको कारण तिनीहरूलाई त्यो इन्भाइरोमेन्टमा जीवित रहनको लागि सहज भयो र तिनीहरू तीव्र गतिले मल्टिप्लाई हुन सके। तर केही म्युटेसन्स लिथल पनि हुन सक्छन् जसको कारण डिजिजेस जस्तै क्यान्सर हुन सक्छ र केही म्युटेसन्स यस्ता पनि हुन सक्छन् जसले धेरै फरक पार्दैन। तर मेन लजिक यो हो कि जुन जीवले या त डिएनए रिकम्बिनेसनको माध्यमले वा म्युटेसनको माध्यमले त्यो इन्भाइरोमेन्टमा बस्न योग्य हुन्छ त्यही जीव मात्र टिक्नेछ र रिप्रोड्युस गर्नेछ आफ्नो डिएनए आफ्नो बच्चामा पास गर्नको लागि। र यही कुराले हामीलाई इभोल्युसनको अन्तिम चरणमा ल्याउँछ जसलाई भनिन्छ नेचुरल सेलेक्सन। तपाईले यो नाममा आफै देख्न सक्नुहुन्छ नेचुरल सेलेक्सन, अर्थात् प्रकृतिले आफै त्यो जीवलाई सेलेक्ट गरिरहेको छ भविष्यमा जीवित रहनको लागि। स्वास्थ्य, उसको शिकारी, त्यो इन्भाइरोमेन्टको विशेषताहरू र मौसम, रोग फैलाउने अन्य जीवहरू, अचानक वातावरणमा आएको कुनै पनि प्रकारको क्याटास्ट्रोफी र अन्य चिजहरू। अब किनभने हरेक जीवको आफ्नै युनिक विशेषताहरू हुन्छन्, तिनीहरूको यी विशेषताहरूले तिनलाई जीवित रहनमा कति सपोर्ट गर्छन् त्यो नेचुरल सेलेक्सनले बताउँछ। त्यसैले डार्विनले यो पनि भनेका थिए कि जंगलमा सधैँ सर्भाइभल अफ द फिटेस्ट हुन्छ, अर्थात् जुन जीवले इन्भाइरोमेन्टमा आफूलाई सही तरिकाले एडाप्ट गर्न सक्यो र विपत्तिको सामना गर्न सक्यो त्यही जीव बाँचेर आफ्नो स्पिसिसलाई अगाडि बढाउन सक्छ। हामीले चार्ल्स डार्विनको फिन्चेसको बारेमा जुन डिस्कस गरेका थियौँ तिनीहरूसँग पनि ठ्याक्कै यस्तै भएको थियो। जब बाढी आएको थियो लगभग उस्तै देखिने फिन्चेसको समूह त्यो आइल्यान्ड ग्यालापागोसमा आयो। त्यस आइल्यान्डमा खानेकुराको प्रशस्तता भएको कारण ती फिन्चेसले तीव्र गतिमा रिप्रोड्युस गरे र संख्यामा बढ्दै गए। केही महिनाभित्रै खानेकुराको कमी हुन थाल्यो र साथी चराहरू आपसमै दुश्मन बने। ती चराहरूको चुच्चोमा अलिकति चेन्जेस भएको कारण तिनीहरू फरक फरक ठाउँमा बस्न थाले जहाँ तिनीहरूको चुच्चोको आकारले तिनीहरूलाई फाइदा हुन्थ्यो। जस्तै केही फिन्चेस जसको चुच्चो अलिकति बाक्लो थियो तिनीहरूले जमिनभित्र किराको शिकार सजिलै गर्न सक्दैनथे, तर त्यही चुच्चोको सहायताले उनीहरूले फलका बिउहरू सजिलै फोड्न सक्थे। र त्यसै गरी जसको चुच्चो पातलो थियो तिनले सिड्स फोड्न सक्दैनथे तर किराको शिकार सजिलै गर्न सक्थे। त्यसैले यिनै साना डिफरेन्सेसको कारणले तिनीहरू त्यो आइल्यान्डको साना भागहरूमा जसलाई साइन्टिफिकली इकोलोजिकल निचेस भनिन्छ त्यहाँ बस्न थाले जहाँ तिनीहरूका यी विशेषताहरूले तिनलाई खाना पुर्याउनमा सहयोग गर्न सकोस्।
त्यसपछि बिस्तारै एउटै क्यारेक्टरिस्टिक्स भएका फिन्चेस खानेकुराको कारण वरपर बस्न थाले। तिनीहरूले आपसमा रिप्रोड्युस पनि गर्न थाले र केही वर्षपछि किराको शिकार गर्ने फिन्चेस र सिड्स फुटाल्ने फिन्चेसमा डिफ्रेन्सेस आउँदै गयो र अब तिनले आपसमा रिप्रोड्युस गर्न सक्दैनथे र यसै गरी 12वटा थप स्पिसिस एउटै चराबाट इमर्ज भए। सो यसरी नेचुरल सेलेक्सनले काम गर्छ र इभोल्युसनको थ्योरी पुरै तरिकाले साइन्स र लजिकमा बेस्ड छ। हामीसँग आज यसको अनगिन्ती एभिडेन्स छन् जसले बताउँछन् कि यसले साँच्चैकै काम गर्छ र यही कारणले प्रकृतिमा यति धेरै डाइभर्सिटी हुँदाहुँदै पनि हरेक चिज एकदम ब्यालेन्स देखिन्छ। त्यसैले फ्रेन्ड्स, यो भिडियोमा यति नै। आशा छ तपाईलाई यो भिडियो मन पर्यो र यसबाट केही नयाँ पक्कै सिक्नुभयो। यस विषयमा तपाईको के विचार छ? के तपाईलाई लाग्छ कि यो थ्योरी सही छ वा तपाईसँग केही युनिक धारणा छ? तल कमेन्ट गर्नुहोला, हामी जान्न चाहन्छौँ। यदि तपाईलाई इभोल्युसनको यो साइन्टिफिक व्याख्या मन पर्यो भने म तपाईलाई मेरो अर्को भिडियो हेर्ने सुझाव दिन्छु जहाँ मैले टाइम ट्राभलको सम्भाव्यता, 3 साइन्टिफिक तरिकाहरू र आइन्स्टाइनको थ्योरीको बारेमा विस्तारमा बताएको छु। किनभने समय र विकास आपसमा जोडिएका छन्। त्यो भिडियो हेर्न स्क्रिनमा देखिएको लिङ्कमा क्लिक गर्नुहोस्। यदि तपाईलाई यो भिडियो मन पर्यो भने यस भिडियोलाई लाइक र सेयर गर्न नबिर्सिनुहोस् र यस्तै साइन्स भिडियोहरूको लागि यो च्यानल साइन्टिफिक नर्डलाई सब्स्क्राइब गरेर बेल नोटिफिकेसन दबाउन नबिर्सिनुहोस्। म तपाईहरुसँग फेरि भेटिनेछु यस्तै एउटा इन्फर्मेटिभ भिडियोसँग। तबसम्मको लागि स्टे क्युरियस, किप ग्रोइङ, किप लर्निङ। जय नेपाल।